दर्शकहरू न्यूज 24 टेलिभिजनमा तपाईं पावर न्यूज हेर्दै हुनुहुन्छ र पावर न्यूज निरन्तर निर्वाचन रफ्तारमा छ। आज हामी निर्वाचन र पर्यवेक्षण विषयमा केन्द्रित छौं, जसका लागि आयोगले देशभरिका 10,013 मतदान केन्द्रमा पर्यवेक्षक खटाएको छ र निकै ठूलो संख्यामा खटाइएका पर्यवेक्षक छनौट, तिनबाट लिइएको विगतको अनुभव र यथार्थबारे आयोगले यसो भनेको छ। निर्वाचन रफ्तार। यसपटक निर्वाचन पर्यवेक्षणको जिम्मेवारी 57वटा संस्थाले पाएका छन् र ती संस्थाहरूलाई पर्यवेक्षणको जिम्मेवारी दिँदा नै कडा मापदण्ड बनाइएको कारण विगतको इतिहास नदोहोरिने निर्वाचन आयोगको विश्वास छ। निर्वाचन आयोगले यसपटक निर्वाचन पर्यवेक्षणको जिम्मेवारी दिँदा संस्था दर्ता, नवीकरण, संस्थाको विधान, लेखा परीक्षण, विगतको अनुभव, पर्यवेक्षकको योग्यता, परिचालनको रणनीतिलाई मुख्य आधार बनाएर निर्वाचन पर्यवेक्षण गर्ने जिम्मेवारी दिएको छ, जसको कारण यसपटक विगतको भन्दा निष्पक्ष रूपले निर्वाचन पर्यवेक्षण हुन सक्ने आयोग बताउँछ। पर्यवेक्षकको लागि आयोगले जुन नीति बनाएको छ, निर्देशिका बनाएको छ, त्यसको सर्टेन क्राइटेरियाहरूमा चाहिँ तपाईँको चाहिँ योग्यताका कुराहरू गरिएको छन् हैन। ती पुरा गरेका र जस्तो भने तपाईँको संस्था दर्ता भएको हुनु पर्यो हैन, नेपाल सरकारको चाहिँ जुन स्थानीय प्रशासन दर्ता नवीकरण भएको हुनु पर्यो, यी सबै कुराहरू र अनि को आधारमा मात्रै दिइन्छ। निर्वाचन पर्यवेक्षण गर्ने अनुमति पाएका 57वटा संस्थाले कम्तीमा 100 भन्दा बढी पर्यवेक्षकहरू खटाउनु पर्ने र ती संस्थाहरूलाई अनुमति दिँदा नै देशका हिमाली, पहाडी र तराई क्षेत्रको स्थिति हेरेर अनुमति दिएको कारण सबै क्षेत्रमा पर्यवेक्षकहरू पुग्ने आयोगको विश्वास छ। कुनै एउटा जिल्ला अथवा कुनै एउटा ठाउँ अथवा अर्बन एरियामा केन्द्रित हुने जुन विगतको ट्रेन्ड देखियो, त्यसलाई अलिकति चाहिँ व्यवस्थापन पनि हुन सकोस् र दोस्रो कुरो चाहिँ सबै क्षेत्रमा पर्यवेक्षणको उपस्थिति पनि होस् भन्ने हिसाबले हामीले चाहिँ 5 विकास क्षेत्रमा कहीँ न कहीँ उहाँले आफ्नो पर्ने र त्यसमा पनि तराई, पहाड, हिमाललाई पनि समेट्नुपर्ने र कम्तीमा 100 पर्यवेक्षक चाहिँ हामीले चाहिँ कुनै पनि संस्थाले चाहिँ पर्यवेक्षक चाहिँ खटाउनु पर्ने, यी प्रावधान चाहिँ अहिलेको पर्यवेक्षण नीतिमा गरेर कार्यनीति र उहाँहरूको छुट्टै आचार संहिता पनि लागू गरिएको छ र त्यो आचार संहिता पनि पालन गर्नुपर्ने कुराहरू आइरहेछ। जिल्ला जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने काम सुरु भइसकेको कारण पर्यवेक्षण निष्पक्ष, धाँधली रहित हुने विश्वास आयोगले लिएको छ। वाच गर्ने काम हो, के घटनाहरू भइरहेछन् भन्ने कुराहरू र कस्ता गतिविधिहरू र उहाँहरूले कुनै पनि किसिमको चाहिँ सामान्य जानकारी देखेको कसैले सोध्न नमिल्ने हैन, उहाँले आफ्नो कार्डहरू अनिवार्य लगाउनु पर्ने, भिर्नु पर्ने र कुनै किसिमको सुझावहरू दिन नमिल्ने, कुनै निर्देशनहरू दिन नमिल्ने र उहाँहरूले देखेका कुराहरू जुन हामीले उहाँलाई सञ्चालन गरेका छौँ, त्यो ट्रेनिङ सञ्चालन गर्दा के गर्न हुने, के गर्न नहुने र कानुनका पाटोहरू र निर्वाचनका प्रक्रियाहरू, प्रोसेसहरू पनि उहाँहरूलाई जानकारी गराउँछ। त्यसले गर्दा ती प्रोसेसहरूमा ठिक भयो भएन अथवा ती गतिविधिहरू ठिक भयो भने ती कुरा वाच गर्ने। विगतको तितो अनुभवबाट सिकिएको पाठ के हो भने निर्वाचन पर्यवेक्षण गर्ने जति संस्थाहरू छन् तिनीहरूले निष्पक्ष रूपमा पर्यवेक्षण गर्ने गरेका छैनन्। केही सीमित ठाउँहरूमा गरिएको पर्यवेक्षणको आधारमा देशभरिकै प्रतिक्रिया दिँदा उनीहरूले गरेको पर्यवेक्षणमा पटक पटक प्रश्न चिन्ह उठिरहेको छ। अझ पर्यवेक्षणपछि पनि निर्वाचन आयोगलाई प्रतिवेदन नबुझाउने संस्थाहरूको कारण पर्यवेक्षण गर्ने संस्थाहरूमाथि नै प्रश्न चिन्ह खडा भएको छ, जसप्रति आयोग सचेत र सतर्क हुनुपर्छ। निर्वाचन रफ्तार। पर्यवेक्षण गर्ने जति संस्थाहरू छन् तिनीहरूको मूल कर्म नै निष्पक्ष र स्वतन्त्र मतदानको वातावरणका लागि हो, तर विगतको अनुभवमा पर्यवेक्षणमा राजनीतिक स्वार्थ पनि लतपतिएको पाइएको छ। संस्थाहरू स्वदेशी वा विदेशी हुन्। अझ पर्यवेक्षण पछि तिनले निर्वाचन आयोगलाई समयमै बुझाउनु पर्ने प्रतिवेदन नबुझाएका उदाहरण समेत छ। यसकारण पर्यवेक्षकहरूमाथि स्वाभाविक आशंका गरेर तिनको जायज भूमिका अपेक्षित छ। र यति आजको पावर न्यूज। आजलाई हामीलाई बिदा दिनुहोस्। नमस्ते।